नमस्कार गाइस, अब आज हाम्रो सेकेन्ड डे को अब यो दोस्रो एन पेनाङ गोल्ड कपको सेकेन्ड डे को फाइनल सेमी फाइनलको खेल हुँदैछ। अहिले दर्शकहरूको एकदम खचाखच छ। तपाईँलाई म दर्शक हल्का देखाउँछु है त, राम्रोसँग हेर्नु होला। र यहाँनिर भने अहिलेको यो सेमी फाइनल खेल चाहिँ भने मनोकामना एफसी पेनाङ भर्सेस हिमालयन एफसी बीचको भइरहेको छ। अहिलेसम्मको स्कोर भने 0-0 छ। हेरौँ के हुन्छ हैन। सो तपाईँहरू पनि इन्जोय गर्नु होला। म तपाईँलाई यहाँको सानो झलक एउटा सानो क्लिप पनि देखाइदिन्छु है त। गिरी भाइ दाइ के छ राम्रो छ दाइ? यहाँनिर हाम्रो खेलाडी हाम्रो चाहिँ मेडिकल टोलीहरू पनि हुनुहुन्छ होइन। के छ दिवस भाइ? नाच्न देखाउ त एक्चुअली। यता पनि हामीसँग हुनुहुन्छ अहिले एकदमै हाम्रो दर्शकहरू होइन। अब दादा सरजी हजुर हाल खबर तपाईँको टिम कहाँसम्म पुग्यो? टिम जोस पुग्यो भनौँ न, राम्रै भयो। अब दोस्रो एन पेनाङ गोल्ड कप कस्तो भइरहेछ? एकदम बवाल झकास भइरहेछ। एक्चुअली हाम्रो सरी हजुर नमस्ते भन्दै नमस्ते 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 एभ्रिवान भन नमस्ते सबैजनालाई भन्दै खोइ त अझै देखाउँदैछु तपाईँहरूलाई त। हजुर के छ भाइ हालको? के छ? गेम जित्नुपर्छ है त। फाइनल पुग्नुपर्छ सरी है त। फाइनल पुग्नुपर्छ। दाजु सडै सट रातोले गोल यता छिराउनु पर्यो। दर्शकहरूको खचाखच छ। म क्यामेराम्यानै हो नि यार भाइ यार। म क्यामेराम्यान नै हो कि मेरो पद बढेर म क्यामेराम्यान भएको छु अहिले। के पिक्चर देशर भने जस्तो नारा नलाउनु होला होइन। म उतातिर चाहिँ गइनँ होइन। सो अहिले भने हिमालयन एफसी भर्सेस मनोकामना एफसीको सेमी फाइनलको खेल हुँदैछ र यो जित्ने टोलीसँग भने हाम्रो पेनाङ एफसीसँग फाइनल खेल्नेछ। यता हाम्रो एन पेनाङ एफसीका केही साथीहरू हुनुहुन्छ र म यहाँनिर हाम्रो अध्यक्षज्यूलाई देखाउन चाहन्छु। अध्यक्षज्यू के छ? एन पेनाङ गोल्ड कप कस्तो भइरहेको छ अहिलेसम्म? अब कस्तो भुजेलजी तपाईँले भन्नु भुजेलजीको भइसक्यो। एकदम राम्रो भइरहेछ। अब हेर्ने दर्शकहरू एकदमै आक्रोशित छन्। हजुर उग्र भइरहेछ ढिलो आएर। हजुर लाइभ हो होइन यो भिडियो यो युट्युबमा जान्छ। सरजी तपाईँ एकछिन आइपी रेमिटबाट हाम्रो सुरेश सर हुनुहुन्छ यहाँ। सुरेश देवकोटा सर कस्तो भइरहेको छ सरजी एन पेनाङ गोल्ड कपको यो अहिलेको झलक अलिकति यता बसेर? हजुर हजुर थ्याङ्क यू सो मच। थ्याङ्क यू। आइपी रेमिट खुसी छ। पैसा पठाउँदाखेरि मर्चेन्टमा गई आइपी रेमिटबाट नेपाल पैसा पठाउनु होला। सबैलाई आग्रह छ मेरो। मैले पनि मर्चेन्टको कार्ड बनाएँ होइन आजबाट। यस्तै बैंक कार्ड हुन्छ। हजुर मैले बनाइसकेँ डाउनलोड गरी मर्चेन्टेड मनी भनी हजुर तपाईँले नेपाल पैसा पठाउन पनि सक्नुहुन्छ। यहाँलाई आग्रह पनि गरेँ। ओके थ्याङ्क यू सो मच। हजुर र भन्नुहोस् यहाँ यो चाहिँ हाम्रो एन पेनाङ गोल्ड कपको स्टेज हो। यता हुनुहुन्छ हाम्रो सोममामा हजुरले 2 शब्द बोलिदिनु पर्ने भयो। हजुरले 2 शब्द बोलिदिनु पर्ने भयो। हाम्रो यस एन पेनाङ गोल्ड कपको व्यवस्थापनमा चाहिँ हाम्रो सोम सर हुनुहुन्छ। सोम सर कस्तो भइरहेको छ अहिले एन पेनाङ गोल्ड कप? र हामी जतिसक्दो यो गोल्ड कपलाई चाहिँ सक्सेस गर्नको लागि हाम्रो आफ्नो तर्फबाट प्रयासहरू थियो। त्यसमा हाम्रो कमी कमजोरीहरू पनि भयो होला होइन।
तर अब जति हामीले आश गरेको त्यो चाहिँ हामीले पाएको छौँ होइन। तपाईँहरू सबैले देख्नुहुन्छ दर्शकहरू कति छन् भनेर। जस पेनाङ गोल्ड कप चाहिँ अब सक्दै र भव्य नै भयो भन्नुपर्छ। थ्याङ्क यू सो मच। म अलिकति दर्शकतिर देखाउँछु। हाम्रो यताबाट हाम्रो डान्सर भाइ आउँदैछ होइन। यो भाइ हाम्रो डान्सर भाइ हो होइन। अलिकति बाहिरबाट यतातिर टाउको देखाउनु चाहन्छु। दर्शकको क्राउड छ। हुटिङ हान्नु पर्यो। यतातिर हुटिङ हान्नु पर्यो। यता हाम्रो हेन्सम भाइ चाहिँ के छ भाइ हालखबर तिम्रो? एकदम ठिक छ ल यता भने अब यहाँनिर चाहिँ हाम्रो प्रीति राईको फ्यानहरू हुनुहुन्छ होइन। सबैजना प्रीति राई खोइ भन्दै हुनुहुन्छ। अब आउनुहुन्छ खोइ एकचोटि भनिदिनु त तपाईँले भनिदिनु एकचोटि। प्रीतिको बिग फ्यान सबैजना प्रीतिको बिग फ्यान हुनुहुन्छ होइन। ल ठिक छ ओके। अब आउनुहुन्छ हाम्रो प्रीति राई। हेलो ल छ होइन। सरी यहाँनिर हाम्रो हेलो हजुर हो के छ मेरो भाइ? ल घाँटी त मेरो सुकिसक्यो। थ्याङ्क यू सो मच। ओके थ्याङ्क यू सो मच। सबैजना प्रीतिको वेटिङमा हो नि होइन। ल अब आउनुहुन्छ। अब यो पछि एकदम स्योर। ल ओके ल ओके। सबैजना उग्र हुनुहुन्छ यहाँ होइन। दर्शकहरू हजुर यहाँनिर के हुँदैछ यहाँ? थ्याङ्क यू सो मच। तपाईँको फुलेको बाल ल ओके ल एन्ड पेनाङलाई दिएर माया गरिदिनुपर्छ सबैजनाले होइन। यो सबैभन्दा ठुलो कुरो हो। हामीले पाउने भनेको माया हो के, अरू केही पनि होइन। दर्शकहरूको क्राउडलाई हामीले भन्न पाइँदैन यस्तो भन्न पाइँदैन। यहाँनिर हाम्रो चाहिँ अब यो दर्शकहरूको चाहिँ महल छ होइन। सबैजना प्रीति राईको वेटिङमा हुनुहुन्छ। प्रीति राईको वेटिङमा हो कि होइन? सबैजना प्रीति राईको वेटिङमा हुनुहुन्छ। अब माने आइन्छ प्रीति राई आउँदै हुनुहुन्छ होइन। सो यो चाहिँ एकदमै हजुर मैले देखाइदिन्छु। हेलो प्रीति राई यहाँनिरको क्राउड नै अलग छ होइन। सबैजना प्रीति राईको वेटिङमा हो नि। ल अब हामी लिएर आउँछौँ प्रीति राई एकछिनमा लिएर आउँछौँ अब हामी। हजुर थ्याङ्क यू सो मच ब्रदर। अब भने यतापट्टि दर्शकहरूको खचा साँच्ची के भन्ने हो भने होइन। अब आउनुहुन्छ ल एकदम स्योर यार। कस्तो भइरहेछ गेम? कस्तो भइरहेछ? राम्रो भएको छ। आयोजना दोस्रो एन पेनाङ गोल्ड कप कस्तो लाग्यो तपाईँलाई होइन? राम्रो माने भएको छ नि होइन। ओके गोल भयो। यतातिर पनि झन्डै खेलाडीहरू यहाँ दिनु भएको छ। अहिले चाहिँ भने मनोकामना एफसी भर्सेसको हिमालयन एफसी बिचको यो सेमिफाइनल खेल हो। खेलाडीहरू के घाइते अवस्थामा हुनुहुन्छ र अहिलेसम्म स्कोर पनि शून्य छ। सबैजनालाई मैले क्यामेरामा ल्याउने प्रयास गरेको छु। थ्याङ्क यू सो मच सबैजनालाई। सबैजना एन्ड पेनाङ गोल्ड कप हेर्न आउनुभएको छ होइन। कस्तो भइरहेको छ एन्ड पेनाङ गोल्ड कप? भने जस्तो भएको छ है राम्रो सोचे जस्तै भएको छ नि होइन। ल एकदमै ल थ्याङ्क यू सो मच सबैजना आइदिनु भने काम गर्न आएको मलेसिया हो। हजुर थ्याङ्क यू सो मच ब्रदर। थ्याङ्क यू सो मच। ल म दामी सलमै छ हामी होइन त।
हजुर 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 के छ कस्तो भइरहेछ एन पेनाङ गोल्ड कप यता पनि हाम्रो सेक्युरिटीको अफिसर यसरी यहाँले लुकेर बस्न पाइँदैन ल भाइ के छ हालखबर हाम्रो एन पेनाङ एफसीको भाइ खेलाडी भाइ कस्तो भइरहेछ फाइनल के जितिन्छ एकदम मजाले ल सियो ल गुड लक हामीले फेरि मैले सबैजनालाई चाहिँ क्यामेरामा चाहिँ ल्याउने प्रयास गरेको छु जतिजना आइदिनु भएको छ थ्याङ्क यू सो मच भन्न चाहेँ मैले यतातिरको दर्शकहरूलाई चाहिँ मैले यहाँबाट जुमै गरेर देखाउनु पर्ने हुन्छ उतातिर जान मिल्दैन होइन सो यो दोस्रो एन पेनाङ गोल्ड कपको माहौल कस्तो भइरहेछ कस्तो गेम कस्तो भइरहेछ लाग्छ तपाईँलाई दामी भइरहेछ नि होइन ल मौसमले नि च्यालेन्ज गरिरहेछ होइन मनोकामनाले गोल हालिसकेको छ त्यसले पनि मनोकामना गोल हालेन म त गोल हाने भनेको ल म उता भने चाहिँ गइनँ होइन म उता पनि जान्छु एकचोटि सबैलाई देखाउँछु सबैलाई देखाएपछि यता किन छोड्नु होइन सबैलाई देखाउँछु म सबैलाई देखाउनु पऱ्यो नि त होइन हेलो कस्तो भइरहेछ एन पेनाङ गोल्ड कप अब आज लास्ट डे हो फाइनल हो होइन ल भोलिबाट त ड्युटी जानै पऱ्यो होइन ल हाम्रो एन पेनाङ गोल्ड कपको माहौल तपाईँले देखिहाल्नुभयो मैले अल ओभर सबै नै देखाएको छु होइन क्यामेरामा कैद गरेको छु जति पनि दर्शकहरू हुनुहुन्छ हजुर ल यो सबै तपाईँले देख्नुभयो 1 राउन्ड मैले सबै हानिसकेको छु होइन अहिले भने कस्तो भइरहेको छ एन पेनाङ गोल्ड कप भने जस्तो भएको छ दामी छ है ल इन्जोय भइरहेछ नि ल मौसमले च्यालेन्ज गरेको छ होइन नगर्नुहोस् त फेरि पनि हामी जोड्छौँ यसलाई होइन कस्तो भइरहेको छ एन पेनाङ गोल्ड कप दामी भइरहेछ नि होइन ओके ल ओ तपाईँ यता ल ठिक छ ल ओके ल मैले सबै क्याप्चर गरिसकेको छु एन पेनाङ गोल्ड कपको लगभग दर्शकहरू हुन्छ सबैलाई क्यामेरा मैले लिएर आएको छु होइन हजुर यहाँ देखेको छैन र गाह्रो छ यार ल अलमोस्ट गाह्रो छ ल ए अलमोस्ट थ्याङ्क यू सो मच ल